के भएर अलोकप्रिय? हामी भ्रष्टाचार गरेका छौँ, हामीले अनैतिकता गरेका छौँ। अझै भन्छन् हौ त्यो केही तत्त्वहरूले नि, अझै सप्रेकै छैन केपी ओलीमा। बिग्रिया भए पो सप्रेन, बिग्रेकाहरूले सप्रिनु पऱ्यो नि। हाम्रा नेताहरूका घरमा आगो लगाएको मन पराएर हो, आई लभ यू भने हो कि हाम्रा कार्यकर्ताले भने हो? त्यो विरोधीले भनेको त्यसै सँगसँगै कुरा गरेर तपाईँको त घर आगो लगाइदिए नि। तपाईँ अनपपुलर हुनुभयो, अलोकप्रिय हुनुभयो। के भएर अलोकप्रिय? हामी भ्रष्टाचार गरेका छौँ, हामीले अनैतिकता गरेका छौँ, नराम्रो व्यवहार गरेका छौँ, आचरण खराब गरेका छौँ। भिजन छैन कि? काम गर्न सक्रियता छैन कि? के छैन र हामी बदनाम भयौँ? विरोधीहरूले एक ढङ्गले भन्यो भने देशभरिका युवाहरूले केपी बा भनेको विरोधीहरूको मनमा पीडा भएर सही नसक्नु भएर अनेक नकल गर्ने पनि कोसिस गरे, केही गर्दा नभएपछि अनि चरित्र हत्या गरेका छन्। कहिले विदेशमा यति पैसा लुकाएको छ भनेको छ, फलानु ब्याङ्कमा लुकाएको छ भनेको छ, फलानु देशको टेलिकममा लगानी गरेको छ भनेको छ, कहिले पशुपतिनाथमा चाहिँ पित्तल चढायो, छान्नुपर्छ। पशुपतिनाथको जलारी उक्काएर जाँचेको होइन, सुन हो कि पित्तल हो? जचाएको होइन, तौलिएको होइन, तराजु बोकेर। अनि के गरे रहेछ त? लाज शरम छैन। एक वचन तपाईँमाथि यस्तो आरोप लगायौँ, जाँच्यौँ, सबै गऱ्यौँ, होइन रहेछ है, झुटो आरोप लगाइएछ, सरी, यति त नैतिकता हुन्छ नि मान्छे, त्यो पनि छैन। अचम्म लाग्छ। अनि अझै भन्छन् हौ त्यो केही तत्त्वहरूले नि, अझै सप्रेकै छैन केपी ओलीमा। बिग्रिया भए पो सप्रेन, बिग्रेकाहरूले सप्रिनु पऱ्यो नि। अरूका घर आगो लाउँदै हिँड्नेहरूले सप्रिनु पऱ्यो नि। सिंहदरबार जलाउनेहरूले सप्रिनु पऱ्यो नि। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाउनेले सप्रिनु पऱ्यो। अनि सप्रिनु कसले पऱ्यो? पार्टीभित्र कुरा नगर्ने, बाहिर अनेक प्रकारका चाहिँ हल्ला मचाएर हिँड्ने, विरोधीको लैलैमा अनेक खालका कुराहरू उचालेर हिँड्नेहरू सप्रिनु पऱ्यो भने त्यहाँ सप्रिनु पर्ला नि। त्यस कारण केपी ओली सप्रिन छाँटै छैन भने के देशभक्तिपूर्ण दृष्टिकोण छोड्नुपर्ने सप्रिनलाई? विकासका दृष्टिकोण छोड्नुपर्ने, राष्ट्रिय स्वाधीनता र आत्मनिर्भरताका विचार छोड्नुपर्ने। त्यसकारण यी कुरा हामी छोड्दैनौँ। हाम्रो आफ्नो स्पष्ट दृष्टिकोण छ, भिजन छ, मिसन छ, त्यस अनुसार नेकपा एमाले अगाडि बढ्छ।